हेलो के भयो भाइ के हो एकदम उदास देखिन्छ त किन हो के भयो यो त यो रोडको ठाउँमा यहाँ सबैजना काम गरिरहेछन् मान्छे अनि तिमी चाहिँ एकदम उदास भएर एकदम के घरतिर केही समस्या भयो कि गर्लफ्रेन्डले धोका दियो कि के हो होइन दाजु बिजोग हो दाजु काम पनि छैन कामबाट निकालिदिइहाल्यो कम्पनीले अँ 6-7 दिन भयो दाजु भोकै केही खाएको छैन बिचारा नेपाल जाउँ पैसा पनि छैन कम्पनीले निकालिदिइ गयो टर्मिनेट हानिदियो दाजु के गर्ने नेपाल जाने पैसा पनि छैन रुम कहाँ अनि हजुरको यहाँ रुम कहाँनिर कुन ठाउँ रुम हो कम्पनी के कम्पनी हो त नि कम्पनी यस्तो पहिलाको अब अर्को कम्पनी थियो हजुर भिजिटमा थिए अब बिजोग हो अहिले त अब यस्तै काम खोजेर लगाइदिन्छु भने एउटा दाजुले पैसा खाइदियो 25,000 खाइदिन्थ्यो यस्तो बिजोग अवस्थामा कठैबाट हिँड्नु भएको छ सबैजना यहाँ काम गर्नु भएको छ एक्लै छेउमा उदास भएर अनि घरतिर अनि के छ हजुरको अनि के खबर सबर छ कि छैन आफ्नो आफन्ततिर केही छैन दाजु सुनेको छैन कसैले पनि केही भन्ने छैन म यता काम गर्दैछु भनेको 6-7 दिन भयो कम्पनीले निकालेको 1 महिना हुन लाग्यो घर चाहिँ कहाँ हो नि हजुरको कहाँ हो घर कुन ठाउँ पर्यो घर मेरो चितवन हो बिचरा ल ल म थोरै सहयोग गरिदिन्छु हजुरलाई है अनि खानापिना खानु पानी खानु चाहेको कुरा खानु म सकेको हजुरलाई हेल्प गर्ने छु है त हुन्छ दाजु धन्यवाद यसो नेपाल जाने वातावरण मिलाइदिनु नि दाजु हुन्छ म ट्राई गर्छु हजुरको लागि सक्दो कोसिस गर्नेछु है यहाँनिर फेरि यहाँनिर कुन ठाउँ भएको नि यो के ठाउँ भन्छन् ठाउँ पनि थाहा भएन मलाई यहाँ हुनुहुँदो रहेछ